अफगानिस्तान 6वटा देशको बिचमा यो म्याच हुन गइरहेको छ। हाम्रो टिमले पहिला पनि बङ्गलादेशमा राम्रो प्रदर्शन गरेको छ। अर्जुन नेपाली, सफल विज्ञ, रविन नगरकोटी, निपदोष बस्ने, सुजन सुना, सन्तोष राई। प्रमुख प्रशिक्षकमा हुनुहुन्छ भरत यादव, सहायक प्रशिक्षक उत्सव खड्का, व्यवस्थापक रविन श्रेष्ठ र अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिला। अब राष्ट्रिय झण्डा प्रमुख अतिथिज्यूबाट यो फोटो सेसन हुन्छ। 1 by 1 अब यसो तयारीलाई हेर्दाखेरि हामी टोटल समय 23 दिन पायौँ। 23 दिनमा हाम्रो 2 दिन सिलेक्सन म्याच हामी राखेका थियौँ। त्यसपछि अब बिचमा 2-3 दिन शनिबार पनि पर्यो। समग्र क्याल्कुलेसन गर्दा हामी 17 देखि 18 दिनसम्म हामी ट्रेनिङ गर्ने मौका पायौँ। तर कम समयमा पनि एउटा जुनियर र सिनियर खेलाडीलाई हामीले एउटा टिम कम्बिनेसन, टिम फर्मेसनमा चाहिँ म्याक्सिमम जोड दिएका थियौँ ट्रेनिङमा र लगभग धेरै राम्रो भएको छ। अहिले टिम कम्बिनेसन हाम्रो राम्रो भएको छ। च्याम्पियनसिपको चान्स भन्नाले चाहिँ यस्तो कस्तो हुन्छ भने अब यो एक्लै खेल्ने टिम होइन, ग्रुपिङ गेम हो, टिम वर्क गेम हो। अब भाइहरू सबैको सपोर्ट साथ राम्रोसँग मिल्यो र अब हाम्रो कम्युनिकेसन राम्रो भयो। अब ट्रेनिङको फलो भयो। जति पनि हामीले थोरै समय ट्रेनिङ गराएको छौँ त्यो समयमा गुरुले गराएको ट्रेनिङलाई फलो गर्न सक्यो र विपक्षीको टिमको कम्युनिकेसन पत्ता लगाएर हामीले त्यो फल पत्ता लगाएर गेम खेल्न सक्यौँ भने रिजल्ट निकाल्न सकिन्छ। होइन भने अलिकति अब ट्रेनिङको अवधि अलिक थोरै भएकोले गर्दा अब अलि ट्रेनिङ अलिक थोरै केही समय मतलब 1 महिना जति मात्रै ट्रेनिङ भइदिएको भए, 1.5 महिना जति ट्रेनिङ भइदिएको भए चाहिँ अब खेलाडीहरूसँग पनि अलिकति इन्ट्रेस्ट पाएर र अनि नयाँ भाइहरूसँग अलिक बढी हुलमिल हुन पाइन्थ्यो, हुलमिल हुन्थ्यो। त्यो भन्दाखेरि पनि अलिक सहज हुन्थ्यो। नत्र भने अब ग्रुपिङ गेम हो, यो एक्लै हुने कुनै पनि खेलाडीले एक्लै गरेर गर्छु भन्ने टिम होइन यो। वेलकम टु ब्रान्ड हाउस स्टोर, नेपाल's #1 ब्रान्डेड स्टोर।